13,500 अनि प्लस यसमा 400 पनि छ है ब्याग ऱ्यापिङ हो तपाईँले 13,000 मात्रै दिनु होला एकदमै धेरै राम्रो यो हुन्छ अनि त्यसपछि तपाईँलाई यो कोटिकाई ब्रान्डको यो पनि एकदम राम्रो छ अनि अर्को लिनुहुन्छ तपाईँ बाइक साइक चलाउनुहुन्छ अनि हेलमेटहरूमा पनि युज गर्नुहुन्छ रनिङ गर्नुहुन्छ कुनै पनि काम गर्दाखेरि पनि लाउनु चाहिँ यो मिल्यो फेरि किनकि यो चाहिँ जे गर्दा पनि तपाईँको कानबाट खस्दैन या 500 ओके स्योर हुन्छ यो सही छ त्यसै गर्ने है त इयरबड तपाईँको 5500 भइहाल्यो अनि त्यसपछि यो कभर भइहाल्यो तपाईँको 4500 होइन अनि क्यामेरा ग्लास भयो 1600 को अनि तपाईँको टेम्पर ग्लास भयो 1900 को है त तपाईँको 13,500 अनि प्लस यसमा 400 पनि छ है ब्याग ऱ्यापिङ हो तपाईँले 13,000 मात्रै दिनु होला हजुर तपाईँको 17 प्रो म्याक्सको लागि पहेँलो फोनको लागि पहेँलो पावर ब्याङ्क ट्यागको कलर पनि म्याच गर्ने अनि तपाईँको चार्जिङ वाट पनि पर्फेक्ट पुग्ने है त तपाईँको यसमा भनेको चाहिँ 20 वाट फास्ट चार्जिङ दिएको हुन्छ पावर ब्याङ्कबाटै तपाईँको चार्ज पनि पर्फेक्ट गरिदिन्छ तपाईँको फोनलाई पनि राम्रो सुहाउने भयो फोनलाई लाग्ने चार्जर छ नि त्यसैले यसलाई चार्ज गर्न पनि पाइयो अनि त्यही डाटा केबलले यो फोनलाई चार्ज गर्न पनि पाइयो यहाँबाट यसलाई चार्ज गर्न पनि पाइयो होइन अनि चार्जरबाट यसलाई यहाँबाट चार्ज गर्न पनि पाइयो यदि तपाईँसँग एक्स्ट्रा युएसबी वाला छ भन्नुहुन्छ भने त्यसले पनि तपाईँको मोबाइललाई चार्ज गर्न पाइयो 13,000 प्लस 6,500 रुपियाँ यसको पऱ्यो भनेपछि 19,500 रुपियाँ भयो तपाईँको एकदमै खुसी लाग्यो आउँदै गर्नु होला है